धेरै गाउँहरूमा इन्टरनेट पुर्यायो। अहिलेको कुरा होइन, उहिलेको कुरा। यो हाम्रो बिम्बाङ एरियामा नि तपाईँको वायरलेसवाला नेट छ क्या माथि। उहिलेको कुरा। अहिले त अब उति बेला त मोबाइल सोबाइल केही पनि आएको थिएन। त्यति बेला केही नभएको बेलामा त्यो काम गरियो। अनि राष्ट्रिय आविष्कार केन्द्र खोलेर काम गरियो। अनि राष्ट्रिय आविष्कार केन्द्र खोलेर काम गर्दा गर्दै वीरगञ्जको कृषि औजार कारखाना भन्ने सरकारको कारखाना पनि चलाइयो। पैसा दिएर चलाएको होइन, सरकारले एक पैसा एक रुपियाँ दिएर दिएको होइन। बिना सरकारले नदिए पनि एउटा आफ्नो कर्तव्य सम्झेर गाउँ गाउँमा इन्टरनेट पुर्याएको हो। सकेसम्म राष्ट्रिय आविष्कार केन्द्र चलाएर त्यहाँ चाहिँ युवाहरूलाई चाहिँ जम्मा गरेर मैले चाहिँ विभिन्न किसिमको आविष्कारहरू गर्न लगाउँछु। अनि वीरगञ्जमा कृषि औजार कारखाना खोलेर त्यहाँ यस्तै गाउँघरको किसानहरूको लागि खेती गर्नको लागि चाहिँ सानो सानोतिनो औजारहरू बनाउने कामहरू गरिरहेको छु। र त्यो कारखाना चलाउनलाई सरकारले पैसा नदिएर पहिला त दिन्छु भनेको हो, दिन्छु भनेर सम्झौता पनि गरेकै हो सरकारले। तर पछि सरकारले दिएन, धोका दियो। सरकारले धोका दिए पनि मैले चाहिँ आँट गरेर मेरो आफ्नो आत्मकथाको किताब लेखेर बेच्दै नेपालभरि डुले। नेपालभरि 526 दिन डुले लगातार। यस्तै गाडीमा, यो ढाला भएको गाडीमा, बोलेरोको फुल लोड गर्दै डुल्दै गरेर 526 दिनसम्म डुलेर नेपालभरि डुलेर मैले 2,50,000 जति किताब बेचेर 12 करोड रुपियाँ जति खर्च कटाएर जम्मा गरेर त्यो पैसाले कारखाना चलाएको छ। त्यो कारखानाबाट मैले 1 रुपियाँ तलब पनि खाने होइन। अनि त्यो कारखाना मेरो पनि होइन। त्यो कारखानामा आएको नाफा मेरो हुने होइन। त्यो कारखानामा आएको नाफा सरकारको हुन्छ। जेसुकै होस्, जो सरकारले हेला गर्यो भने सरकारले मलाई स्वाद दिन खोजेको थियो, मैले सरकारलाई स्वाद दिँदैछु है। त्यही हो। हजुर अनि त्यसरी चाहिँ गर्दा गर्दै किताब बेच्दा बेच्दै मलाई चाहिँ मन्त्री पनि बनाइदिए। मन्त्री